हेलो गाइस, हामी जाँदैछौँ बोट हेर्न। हामी धनगढी पुग्यौँ। अरु केही ल बजे अरु कोही हौ अरु फाइनली ल गाइस, हामी चाहिँ अब घरतिर जाँदैछौँ होइन। अगाडि चाहिँ बस। आजको टिकापुरको भ्लग कस्तो लाग्यो सबैले प्लिज कमेन्टमा भन्नु होला होइन। So hello guys, welcome back to my channel and what's up? So guys, it's me Sajanti Vlogger and आप देख रहे हो थापा BL कमेडी यूट्यूब च्यानल। So guys, हिन्दीमा हान्नुपर्छ होइन कहिलेकाहीँ। आजको भ्लगमा चाहिँ हामीहरू यस्तो चलपलमा कहाँ भन्नाले पनि एकैछिन है कहाँ भन्नाले पनि हल्का त्यो कहाँ मम्मीको के सम्मबाट जाँदैछन्। यो कहाँ भन्नाले पनि सबै टिकापुर होइन, टिकापुर र घोडाघोडी ताल हो। मम्मी चाहिँ नजाने अरे, फेरि त्यसैले म जाँदैछु। अरू पनि छ हाम्रो गाउँको, मलाई आन्टी अङ्कल होइन, अङ्कल भन्नाले पनि ठुलो जस्तै पर्छन् होइन। ल म चाहिँ अहिले घरमा चाहिँ लुकेर सेन। अहिले कति बजिरहेको छ भन्नाले पनि 7 पनि बजेको छैन कि यति बिहान उड्दै गएको छ। आज चाहिँ शनिबार हो। यस्तो मार्टेन हानेर व्हाइट टी सर्ट पकेट हान्दै गयो नि फेरि त चलपलमा। ल हामी चाहिँ अब सिधै बसको ठाउँमा भेटौँला या त होइन हेरौँ गाई त अरू कुरा भन्दा चाहिँ म बिर्सिहालेँ होइन। मैले चाहिँ मिनी भ्लग पार्ट 1 पार्ट 2 गरेर बनाएको छु। सबैले हेर्नु होला होइन, सेम नैनीतालको जस्तै हो क्या, त्यस्तै बनाएको छु पार्ट 1 पार्ट 2 गरेर। सबैले चाहिँ लास्टसम्म हेर्नु होला। र साधनको हेयर कटिङ कस्तो लागिरहेको छ त कमेन्ट द बक्स। अनि साधनको चाहिँ झोला यहाँ छ, उहाँ चाहिँ हाम्रो घरको बोडीगार्डहरू उहाँ छन्। हेर्नुहोस् चलपल एउटा दुईवटा आफै आफै लड्यो 3टा ल ग्यास सिधै ल ग्यास होइन। अगाडि चाहिँ बस हेर्नुहोस् यही हो खै सो मोहम्मड भनेर हान। ल बस्नु बेटामा है। सो गाइस हामी चाहिँ अब बस्नु बस्यो होइन। हेर्नुहोस् बसेको मान्छे छन्, हल्का रिचार्ज हान्नु चलनबाट त झ्याउ लाग्छ। हेर्नुहोस् त्यहाँको माहौल। ल बाटोको सिन हालमा त्यसपछि भेटौँला होइन एकदम। फाइनली हामी चाहिँ टिकापुरमा एन्ट्री हान्न लाग्यो होइन। यहाँ हेर्नुहोस् टिकापुर लागेको कालो देखेको छैन होइन गाइस। भित्र भेटौँला पार्कमा, यहीँ त छ धेरै टाढो छैन ल गाइस। ल बस चाहिँ हिँड्दैछ होइन, सबैले हेर्नुपर्छ नि त लास्ट
हामीले टिकट काटेको छौँ होइन एकजना बढीको काटेको अरे हामी चाहिँ इन्ट्री हान्दिएको सिन हेर्नु हो माई गड इन्डियाको नेपालको झन्डा हेर्नु यार आई लभ नाच्न फेरि ल हेर्नु सबैदेखि पार गाइस होइन इन्ट्री हान्दिएको हामीले अब बस चाहिँ यहाँ रोकिन्छ होइन यतैतिर पार्कतिर त्यो छैन यो भित्र यहाँबाट जाने होइन घुम्ने यतातिर बोटिङ पनि छ होइन ल अब बस चाहिँ यहाँ रोकिन्छ हो हामी चाहिँ भाइ आइदिएको यहाँ चाहिँ टोलीहरू आयो हेर्नुहोस् यही हो बस अरू केही ल बजे अरू कोही हौ अरू फाइनली ल यहाँको सिन हेर्नुपर्छ हामीले होइन यता त पुरै जङ्गल रहेछ यार यो चाहिँ बसअड्डा हो हजुर न सानो लिनु यता हेरिदिनु क्या है मोबाइलले सर मान लगाएर ल यो चाहिँ गेट हो होइन हामीहरू त जाँदैछौँ यताबाट आउँदैछौँ हेर्नुहोस् ल फेरि त्यतिकै यार साधन यस्तै बोक्नु पठाउने यस्तो अगाडि सिन भयो ल ए लौ त ल हेर्नुहोस् यहाँको सिन टोलीहरू यहाँ नै हेर्नुहोस् यता पार्क रहेछ हो ल हेर्नुहोस् यहाँ झन्डा आन्टी ठुलो मम्मी भाउजू यता त हेर्छौ धत्तेरी हेर्नुहोस् ल झन्डा ए क्यामेरा लगायो होला नि ल कहाँ आइफोन यार स्यामसङ यार त सबभन्दा पछाडि छन् यहाँ हाम्रो ग्याङहरू हेर्नु त टोलीहरू ल सबभन्दा ठुलो मम्मीको निकाल्छु म ल हामी चाहिँ भित्र इन्ट्री हानिदिएको यस्तो पार्कतिर अब चाहिँ ठुलो पार्क छैन हेर्नुहोस् यहाँ हेर्नुहोस् यो हल्का ठुलो पार्क हो यहाँको हेर्नुहोस् यहाँको पार्क राम्रो छ मस्त देखिरहेछ यहाँदेखि आउने होइन इन्ट्री यतातिर हल्का घुम्नु मन लाग्यो भने घुम्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो जवानाको घर यो चाहिँ हाम्रो झन्डा नेपालको यतातिर फुलहरू छन् ल हेर्नुहोस् अब चाहिँ हामी हल्का थल्कामा जाँदैछौँ लपेटा भोक लागेर यस्तो दुखिरहेको छ यार त्यो गाइस सबले बोकिरहेको नि तर मैले चाहिँ के बोकेको छैन भिआइपी मान्छे हो त हामी त होइन कहाँदेखि लाग्यो पार्क रहेछ कुन छ पार्क हो यार यतातिर लपेटा हान्नुपर्छ नि फेरि अहिले त ल यो जङ्गल हो चारैतिर छ धेरै लामो नाना मैले पनि देखाउँछु मैले पार्कको सब भिडियो अहिले चाहिँ हल्का भोक लागिरहेको छ हामी बनाउन जाँदैछौँ खाना साना होइन खानुपर्छ लपेटा ल अहिले चाहिँ यति होइन गाइस हेर्नुहोस् त पार्क रहेछ बनाउने अनि उता चाहिँ मान्छेहरू नाच्दैछन् यहाँ बनाउँदै रहेछन् खाना हामी चाहिँ दाइरेक्ट इन्टर हेर्नुहोस् त पार्क बोर्डिङ पनि छ भन्थे यार कता रहेछ यार यो चाहिँ स्कुलको बस रहेछ यार हेर्नुहोस् चाहिँ अरू मान्छेहरू पनि खाना बनाएर अर्कै लपेटा हान्दैछन् ल हेरिहाल्नु त ओह सब ठाउँ बुकिङ छ यार हामी चाहिँ आइसक्यौँ होइन खाना बनाउने पार्कमा हेर्नुहोस् त
यस्तो भिड देखियो ल हेरिहालौँ न भने सबै हामी उसको उदय देवता उतातिर सबैजना खाएको हो बियर पनि खतम भइगयो ए बियर पनि खायो ल गाइज हेर्नुहोस् ल ल अब यहाँबाट जाने हामी बोट हेर्न ल ल ल हिँड ल ल हेलो गाइज हामी जाँदैछौँ बोट हेर्न भन्दिनु हेलो गाइज हामी जाँदैछौँ बोट हेर्न हामी धनगढी पुग्यौँ धनगढी पुग्यौँ हेलो गाइज हामी टिकापुर पुग्यौँ अब धनगढी भन्नुभयो दोधारादेखि हामी टिकापुर पुग्यौँ गाइज अरू महाकाली खोला जस्तो रहेछ गाइज यहाँ त ल हेर्नु बोट मात्र खालि ल फोटो खिच्नु नि होला ल हेर्नुहोस् बोट ल हेर्नुहोस् यहाँको बोटिङ स्थित लपेटा हानेर ल पुरा खिच्का आयो ल हेर्नुहोस् त यहाँ चाहिँ नेपालको झन्डाहरू रहेछन् यो चाहिँ बोटिङ गर्ने ठाउँ हो त्यो चाहिँ माथि छैन ऊ त्यो चाहिँ टिकट काँडै माथि छ होइन अहिले चाहिँ फेरि आइहाल्यो हेर्नुहोस् यो अच्छा क्या सोधिन आइदिउँ त एकजनाको 400 यो गरेर एकजनाको ल हेर्नु त पुरै तहल्का हानेछ ऊ लपेट हानिरह ऊ यहाँ घुम्न मस्त त घुमो सस्तो भयो बस्नु महँगो भयो त नबस्नु 200 हो लगाइहाल्छ होइन अब हामी चालका यतिर सिन हेरेको अब हामी जाँदैछौँ हल्का खानासँग पाएको छ कि फेरि हल्का फोटोसोटो हान्नुपर्छ पार्कतिर फेरि चली घरतिर ल गाइज ल हेर्नुहोस् के हुन्छ लास्ट ल सिधै त्यही लपेट हान्ने बेला ल गाइज फाइनली लपेट बनिसकेको छ यहाँ हल्का काँक्रा साक्रा उठाएर हिँड्दिनु बाबु भाउजू होइन ल यहाँभित्र जाऊँ नि त उनको पसला
लपटेर हेर्नुहोस् यिनीहरू जाँदैछन् अहिले बोट खेल्न। ल हेर्नुहोस् न यहाँ ग्याङ टोलीहरू तिनीहरू गइसक्यो। अब भिड त बहुत छ यहाँ। ल हेर्नुहोस् त गाइस अझै हेर्नुहोस् अघि पनि देखाएको अहिले पनि फेरि हेरिहाल्नुहोस्। तिनीहरू बोटमा गएको भेटामा त होइन मैले देखाउँछु यहाँदेखि सिन कस्तो देखिन्छ गाइस होइन। तिनीहरू बोटमा पुगेपछि देखाइदिनु ल होइन। ल हेर्नुहोस् गाइस यहाँदेखि रहेछ हल्का जानेन उचातिर खेल्दैछन् अहिले। हेर्नुहोस् त पुरै लपेटा हानेर लाग्छ क्या। ल हेर्नुहोस् यता चाहिँ फोटो हान्ने रहेछ। यता चाहिँ टोलीहरू छन्। ल हेर्नुहोस् यहाँ हाम्रो टोलीहरू जाँदैछन्। ल ल ल ल जगाइहाल ल ल। तर चाहिँ आज साजनलाई चाहिँ साँच्चैको बाहुल पनि छाडे यार। हेर्नुहोस् त गाई चाहिँ झोला आफूहरू मजा लागिरहन्। यहाँ साजनलाई झोला हेर न गोड। ल हेर्नुहोस् अब त जाँदैछौँ भर्खरै ओर्लेको हुन्। है कडा पनि भिजे। लगाइजन भर्खरै आयो अझै जाँदैछन्। हेर्नुहोस् यहाँ मोबाइल कसको हो मेरो यहाँदेखि देखाउँछु त मैले कस्तो छ आफ्नो गाउँको सिन यो बोटमा गएको होइन। ल हेर्नु गोड भइगयो। एकजना कोही छ एकजना एकजना थप्देऊ। चाहिने कि हजुरलाई क्यामेरा क्यामेरा चाहिन्छ। गइसक्यो त टोलीहरू त यार पहिल्यै पो जानिसकेँ। गइसक्यो त यार। ल हेर्नुहोस् गाइस हेभी द गोड। मैले बी पहिला मैले क्लास चाहन्छु रूपलाई छोड क्लासमा तेरो म क्लास चाहन्छु। कति बोलिरहेको भाइ आइज तेरो क्लास चाहन्छु। वहाँबाट घुमाइरह यार। ल हेर्नुहोस् आइसक्यो हाम्रो गाउँका टोलीहरू। हेर्नुहोस् के भन्दा सक्छ। I be the goat. आइसक्यो हेर्नुहोस् खेलेर पुरै पुरै भिज्यान त पुरै भिज्यानहरू त वर्ष उमा सुत्या उमा छ झोला उमा माथि ऊ रुपेशको मम्मीसँग पुरै हेर्नु नयाँ पहिलो बार कर्णालीको ब्रिजमा।
लगाएको होइन बोटमा खेल्यो हल्का अब हामी चाहिँ घरतिर लाग्दैछौँ होइन घरतिर लाग्न भने पनि हल्का सिन त देखाउँछु मैले त्यहाँको हेर्नु होला होइन कस्तो छ अब चाहिँ हामी घरतिर लाग्दैछौँ होइन 4 बजिहाल्यो भर्खरै बोटिङ खेल्न थियो कि तिनीहरू आफू त नखेल्ने होइन बोटिङ खेल्नुभन्दा त बरु क्यामेरामा फुटा हान्ने हो त हामीले यार होइन र गाइज कमेन्टमा यस भन्नु पऱ्यो फेरि होइन अब हामी चाहिँ जाँदैछौँ घरतिर अघि आएको बाटो यो हल्का पार्कमा घुम्नुपर्छ फोटो सोटो हान्ने भनेको क्यामेरामा के हुन्छ होइन तिनीहरू कहाँ अन्त ल गाइज जाम होइन हामी चाहिँ फोटो हान्नुपर्छ ल देखाउँछु मैले सब अगाडिको होइन मिनी ब्लग पनि आइरहेको छ हेर्नु गाइज ल पानी खाइदियो लैजाउने भने पानी आई द गोड ओ त भन्नु न म फोटो खिच्नु के कस्तो खेयो है त खै देवडा नाम भन्दा सर्च गर्छु ओइ हर्कत हेर न पछाडि ल गाइस हामी चाहिँ अब घरतिर जाँदैछौँ होइन अगाडि चाहिँ बस आजको टिकापुरको भ्लग कस्तो लाग्यो सबैले प्लिज कमेन्ट भन्नु होला होइन मैले मिनी भ्लग बनाएको छु होइन सबैले भन्नु होला आजको यतिकै 27 मिनट सेभ बाइ गाइस सिस्टम